हजुर कुन ठाउँदेखि आउनुभएको हाम्रो थेरापी गर्न म बिर्तामा साथ भेट्टामा सायद हजुरको समस्या चाहिँ के थियो होला मेरो यो ढाडको नसा यो फाइभ समस्या भएर म त्यो समस्या कति वर्ष पुरानो थियो मेरो त दुःख थालेपछि एमआरआई गर्न गएँ एमआरआई गर्न जाँदा चाहिँ ढाडको नसा चेप्टीको भएर चाहिँ थेरापी खोज्दै जाँदा यहाँ आइपुगेँ हजुरलाई हामीले उपचार गरेर कस्तो भयो त तपाईँलाई समस्या के भएको छ केमा आराम भयो मेरो अब 90% चाहिँ ठिक हो अब 10% बाँकी छ तपाईँले हाम्रोमा थेरापी गरेर तपाईँको समस्यामा केमा सुधार आयो त मेरो धेरै सुधार हो अब खुट्टा दबाउने थियो ढाड दुख्थ्यो तपाईँलाई हिँड्न बस्न उठ्न सजिलो छ नि मलाई हिँड्न बस्न उठ्न धेरै गाह्रो थियो गाडी कुदाउन सक्दिनँ थिएँ अहिले गाडी कुदाउँछु बेल बाँधिराख्नु पर्थ्यो त्यो पर्दैन धेरै 90% सुधार भएको महसुस भएको मलाई तपाईँले हाम्रो उपचार गर्ने तरिका चाहिँ कस्तो लाग्यो त तरिका म धेरैतिर बुझ्न गएँ यहाँको चाहिँ अलिक युनिक लाग्यो अलिक नयाँ प्रविधि लाग्यो हजुर अनि ठिक लाग्यो त्यो सुधार भइरहेको छ 90% सुधार हुनु भनेको राम्रो हो तपाईँले हाम्रो गरेको उपचारमा सन्तुष्टि हुनुहुन्छ नि सन्तुष्टि 200% चाहिँ मान्छु म 100% भन्दै 200% हुन्छ सर धन्यवाद तपाईँलाई थ्याङ्क यू